आज यो हाम्रो गाउँ कसरी बस्यो थाहा छैन तिमीलाई? थाहा छ? हाम्रो चाहिँ कोही माछा चिर्न आउने दापेर आउने भेट भएर त्यहाँ लडेर चाहिँ यो हाम्रो नागाउँले नाम राखेको जितिया गाउँ हो। जितिया गाउँले नाम कसरी राख्यो? नाखा गाउँले बनाउँदा थाहा छ छैन तिमीलाई? ल ठिक छ। उहाँदेखि त्यसले युद्ध लगेर जानमा त यो त चुप्पो लागेर छ होइन, उसले जित्यो। जितेर त आखिर जित्दामा पराम भित्र चुप्पो हालिदिएछ। ल मुटु समय साध्य गर्ने पुगिन्छ। उहाँदेखि चाहिँ ऊ चाहिँ तल नाखोल त खुसी नाम राख्यो हो, त्यहाँ बरमा रहेछ यो हाम्रो नागेल यता ल मा हाम्रो कुलपोरी बन्छ उसको सेना बेटा सब भागा गएछन् हो। त्यहाँदेखि हाम्रो शाखा उहाँको शाखा हाम्रो सबै शाखा हो, हाम्रो शाखा त्यहाँ त आएछ मुटु आएर त ल म स्याबासी उहिलेमा नाम राख्ने मान्छेले नाम राख्यो पनि हो कि छैन थाहा पान्छौ? पहिला ठाउँमा त क्या जितेर आयो क्या ओस नाक राख्यो भन्छ नि। लौ त म त त्यो जितेर आएँ दुश्मन मारे आयो। यो गाउँले चाहिँ मेरो नाम जितेर आएको नाखा गाउँ हो साला छैछो। त्यो शाखा पुरुमुडा हो, थाहा छैन मलाई थाहा छ। नाक जितेर ल मैले जितेर आएँ, नाक मेरो नाक रह्यो भने नाखा गाउँ राखेको। त्यहाँदेखि फेरि चाहिँ आज जो अगाडि बस्तीको भयो, जो अगाडि आयो होइन उही पञ्च उही बलादिमी उही चाहिँ गाउँ बस्ती चार वर्ष बस्याम होइन, उही पश्चिमबाट आयो पुरपुरबाट आयो। यो चाहिँ समाज गरेर चाहिँ यो गाउँ उठायौँ होइन, तर जो आयो उही सृष्टि है। तर हाम्रो भूमि पूजा गर्ने उनको नाममा भयो, मुखियाले उनको नाममा थियो है। होइन मुखियाले त अहिले पछाडि पो गयो। सुन्यो यो त मुखियाले त पहिला यो हाम्रो यिनको शाखामा थियो मुखिया हो गएन किनभने पुरुङ बुढा थियो नामले साला। फेरि यो बडादिम बान्या चारथरमा बडादिम बान्या चारथरमा मुखियाले बनायो, चारथरमा बनायो। जो पूजा गर्ने आज यिनको शाखा आज पूजा गरे। आज भूमि पूजा कोही गर्ने जो अगाडि मान्छे अहिले पनि ल्याउँदै गर्छु उहाँको शाखाले गरे होइन। जो आज असार एक गतिमा अब भूमि सरपञ्च न यो भूमिमा भित्रमा छ यो है, भूमि भित्रमा छ, भूमि भित्रमा छ। कता यसले पहिला उजाड्थ्यो रे कता उजाड्थ्यो रे। आज साह्रै एक गति दिनमा ल मैले चाहिँ मेरो पूजा गर्दै खाने गर्दै मैले पहिला उजाड्दैन, मैले चाहिँ नोक्सान गर्दैन। मलाई साह्रै एक गतिमा यिनको शाखा उसको पूजा बुङ्गुर रहेछ। भूमि पूजा बुङ्गुर बन्ने उसको नाममा रहेछ। यो गएर चाहिँ उसले ओजारी उता फाल्ने भूमि फाल्ने रहेछ। तर यो मलाई शान्त गरिदियो र मेरो बुङ्गुर मेरो शान्तमा बुङ्गुरको मैले पूजा गरिदिनु मेरो गरिदिनु। म जमिन उजार्दैन, भूमि उजार्दैन, भूमि उजार्दैन। मैले चाहिँ पूजा एक गति गरिदिनु म शान्त हुन्छु भन्यो त्यसले। ठाउँमा खुसी गर्छन्। यो खास खुसी गर्ने काम होइन, बाख्रा गर्ने काम होइन। यो त क्या छ भने बुङ्गुर हो। यसको भूमिया समुद्र बुङ्गुर भुइँबाट उठ्दै गइआएको आज एक गति दिनमा। तर आज पूजा शान्त गऱ्यौँ त्यो उस ठाउँमा भूमिमा उतै सर्गत भयो, उतै खामिन भयो। आज नौठो बजेर हामीले बुङ्गुरको उसको नाम बुङ्गुर आयो गऱ्यौँ, बुङ्गुर पूजा गऱ्यौँ। तर यहाँदेखि चाहिँ हामीले भूमि प्रगत गरेर हामीले आज फेरि नाश कृत्रिमको लागि पोषणको लागि यसको भूमिको हामीले गर्छौँ। उसको नाश कृत्रिम र उसको पूजा गऱ्यौँ। जब हामीले सबले सामेल होस्, हाम्रो राम्रो होस्, हामीले सुरक्षा गरोस् भनेर चाहिँ उसले चाहिँ वाक्य दिएको कुरा हो। आज हामी तर चाहिँ आज भूमि प्रगतिमा उसले पूजा गरेर शान्त गरेर आयौँ। अब चाहिँ हाम्रो एउटा नाश कृत्रिम संस्कृति र प्राणहरू आज प्राणहरू चाहिँ आज हामीले देखायौँ कुरा हम। तर यो संस्कृतिहरू गया आज भने गाउँको संस्कृति गया, दाङ गया, काठमाडौँ गया, अमेरिका गया, जापान गया सबै। तर यो हाम्रो संस्कृति हरायो। तर भन्दाले मैले एउटा आज संस्कृतिको लागि केटाहरू केटीहरूलाई जम्मा बनाएर आज यो एउटा बोल्ने मेरो इच्छाको लागि एउटा बोल्दैछु।